मासु खाने व्यक्तिहरू पिपै पिपले भरिएको कुम्बी पाक नाम गरेको नरकमा गएर चोबलिनुपर्छ। यो मांसम खादते हन्ति यो वा मांसस्य कारणम अनुमन्ता विसस्यान्ते सर्वे पापै समावृताः। जसले मासु काट्छ, जसले मासु काटेको हेर्छ र जसले काट्नका लागि भनेर जनावर बेच्छ, जसले मासु खान्छ, जसले मासु खुवाउँछ र जसले मासु खाएको हेर्छ, यदि कसैले मासु नखाने व्यक्तिलाई जबरजस्ती मासु खुवाउँछ र माछा मासु केही पनि नखाने व्यक्तिलाई माछा मासु पकाएको भाँडा माझ्न लगाउँछ भने यी सबै व्यक्तिहरू कुम्बी पाक नाम गरेको नरकमा पिपै पिपमा चोबलिनु पर्छ। यदि हजुरहरू पनि माछा मासु खानुहुन्छ भने छोडिदिइहाल्नुहोस्। यसबाट हजुरको पनि स्वास्थ्य राम्रो हुन्छ, हजुरलाई पनि रोग लाग्दैन, कसैको ज्यान पनि जाँदैन र मुख्य कुरा त त्यस्तो भयानक नरक जहाँ पिपै पिपको नदी छ त्यस्तो नदीमा गएर हजुरले चोबलिनु पर्छ।